यो आलु चप भयो। गुड मर्निङ हजुर। न्यू डे एट तरान। तरानको भ्यू चाहिँ केही पनि छैन हाम्रो डेलोबाट अहिले चाहिँ। हिजो बेलुका उता माथि डाँडातिर गएको भए चाहिँ राम्रो देख्थ्यो होला, तर भ्याएन नि त। हिजो राति ढिलो 7 बजेपछि आइपुगेको थियौँ। यहाँ त नाइट लाइफ हुन्न रहेछ, चाँडै नै सबै बन्द भइसकेको थियो। अब हामी ब्रेकफास्ट गर्छौँ, अनि ब्रेकफास्ट गरेर बुढासुब्बा जान्छौँ। बुढासुब्बाबाट अर्को त्यहाँ के मन्दिर छ त्यहाँ जान्छौँ। त्यहाँ मार्केट भन्नाले पाहाडबाट नि यताउता के रहेछ त्यहाँ जान्छौँ। अनि त्यो एरियामा के छ यसो हेरेर अनि त्यहाँबाट ओसो पार्क रहेछ त्यहाँ जान्छौँ। त्यतिन्जेल त हामी फर्किने टाइम हुन्छ होला। आज हामी 3 बजी निस्किसक्छौँ नि त। लेट्स सी के हुन्छ। अब ब्रेकफास्ट गर्ने निस्किन्छौँ। फाइनली हामी बुढासुब्बा छिरिसक्यौँ। होटलमा ब्रेकफास्ट गरेर चाहिँ निस्क्यौँ। बिहानै आउने सोच थियो, सकिएन। बिहान उठ्न पनि अलिकति लेट भयो, 7 साढे 7मा उठेको। प्लस यस्तो भोक लागिरहेको थियो बिहानै, अनि खाली पेट आउनु पनि सकिएन है। हेरौँ भित्र के छ। भाइब चाहिँ यस्तो मजाको छ। गर्मी पनि खासै छैन आज। डाँडामा रहेछ फेरि होइन। 3 दिनपछि डाँडा देख्थ्यो आज हामीले। खुसी लागिरहेको छ डाँडा काँडा देख्दा पनि। अब लेट्स गो। मायाको कथा बिर्सन खोजो बाडुल किला मनायो चञ्चल भई ओ भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया। यस्तो खतरा भाइब छ यहाँ है। कुखुरा भालेको लाइन उता कुखुरा भालेको त्यो लाइन हुँदो रहेछ अरू बेला। आज त छैन लाइन साइन। उखु हो क्या हो त्यो त। उखु जस्तो छ। ओ कस्तो दामी दामी कैला जस्तो टोकरीहरू। नाइस। यो चाहिँ मूल ढोका मूल गेटमा गाडी हुँदै पसल हुँदै झुन्डाउने नकारात्मक कुराहरू आउँदैन भन्ने यसको आख्या छ तपाईँको। बुढासुब्बामा नाच्नुपर्छ भनेर सुनेको थिएँ अघि मैले। साँच्चै हो क्या हो। आज टेम्परेचर ठिकै छ। त्यो घाम लागेको छैन नि त। यस्तो गर्मी छ घाम लाग्यो त। यहाँ त हिजो पनि खासै भएन, शीतल थियो। अस्ति त झन्डै प्याक भएर झन्डै ढल्यो। अब हामी जाँदैछौँ दन्तकाली मन्दिर हिँडेर। त्यहीँ यहाँ 10 मिनट लाग्दो रहेछ हिँडेर। अब अनि त्यहाँबाट हामी तल झर्छौँ होला। तल ड्राई थुक्पा खान जाँदैछौँ आज हामी। दन्तकाली छिर्यौँ। यहाँनिर खै भिड चाहिँ छैन। उता चाहिँ अलिअलि मान्छे थियो है, यहाँ अझ कम छ। अब यहाँ दर्शन गर्छौँ। भित्र खिच्न मिल्दैन होला। हामी चाहिँ आइपुग्यौँ बल्ल ड्राई थुक्पा ट्राई गर्नलाई। फेमस नै हेरेर सावित्री पसल भन्ने। ओभर डिस्टर्ब छ है। म नोइज क्यान्सलेसन अन गर्छु। अब सुन्ने होला। सावित्री पसल भन्नेमा आयौँ। हामीले ड्राई थुक्पा र आलु चप अर्डर गरेछौँ। अहिले चाहिँ ट्राई गर्नलाई हामी दुईजनालाई एउटा मात्र अर्डर गरेछौँ। मन पऱ्यो भने फेरि खान्छौँ है। लेट मी सो यु। यो आलु चप भयो। नर्मल नै छ तर थिचेको आलु टाइपको रहेछ। अनि यो हेरौँ है त कस्तो छ। ड्राई थुक्पा भन्ने चाहिँ ग्रेभी टाइप हुने रहेछ क्या होइन। हेर्दा त बबाल छ। लेट्स ट्राई है त। क्या मुखमा रस आइसक्यो। अब दिनभरि काम गर्यो, राति उड्यो, यो चाहिँ भन्छ डेलिभरी टाइम।
लसुनको टेस्ट छ अलिकति हैन ल 8 मिनेट छ बाबा वर्थ ट्राइङ है अब यो हेरौँ तातो छ भने गिलो गिलो हो क्या बाहिरको चाहिँ फ्राइड छ भित्र चाहिँ फ्राइड कस्तो छ ठिकठिकै छ खतरा छैन यो त बवाल यस्तो खतरा लाग्यो अब वी आर गोइङ फर सेकेन्ड राउन्ड यहाँ उपर चाहिँ नखाने हो अब एक ठाउँमा अर्को ठाउँमा गएर नि केही खानुपर्छ भन्ने जस्तो लागिरहेको छ मलाई अब के पाइन्छ हेरौँ तर ओभर नि होइन नि त थोरै नै छ अब मेरो पेटको लागि त होइन होइन सरी अब हामी सेकेन्ड राउन्ड जान्छौँ फेरि सेम प्लस अर्को आलु दम पनि रहेछ त्यो ट्राई गर्छौँ अनि हामी फेरि एक राउन्ड हिँड्छौँ घुम्छौँ क्यालोरी पनि लस गर्छौँ खाएको पचाउँछौँ अनि फेरि सायद फेरि पोर्क सेक कोही खाइन्छ कि जस्तो लागिरहेको छ मलाई चाहिँ किनकि अब हिजोको त पुगेन हिजो 1 किलो खायौँ हामीले पछि फेरि अर्डर गऱ्यौँ फेरि 1 किलो भयो होइन अब खाना त हामीले उता बानेश्वरमा पनि 1 किलो त दुईजनाले मजाले खान्थ्यौँ क्या अनि यहाँको त झन् यस्तो मजाको पिस अचार चाहिँ चित्त बुझेन बानेश्वरको अचार भइदिएको भए बवाल हुन्थ्यो एनिवे ठिक छ ओभरअल राम्रै भयो अब आज फर्किने दिन पनि हो होइन 11:30 भयो अब हामीसँग अझै 3 घन्टा 3.5 घन्टा छ घुम्छौँ अब कहाँ घुम्न मिल्छ हेर्छौँ पार्क भनेको छ पार्क जान्छौँ होला अब होटलमा त हामी चेकआउट गरेर निस्केको लेट्स सी के हुन्छ त यो अर्को आलुदम एड भयो अनि खान्न अनि यो पोर्क नै हो यस्तो बवाल लाग्यो मलाई यार खै के हो है अनि यो अघिको आलु चप यो नमिठो होइन मिठै हो तर यसको अगाडि चाहिँ फिक्का भयो क्या हो लेट्स ट्राई यो आलुदम है त मैले चाहिँ प्रायः आलु यस्तो आलुहरू चाहिँ क्या मनपर्छ घरमा पनि मम्मीले बनाइरहनु भएको हुन्छ रोटीहरूसँग खतरा हुन्छ अनि देखेको बेलामा पनि प्रायः खाइरहेको हुन्छ होइन यसमा पनि अदुवा लसुनको टेस्ट छ त्यो मलाई त मनपर्छ अब कसैलाई मनपर्छ कसैलाई मन पर्दैन नि त राग चाहिँ त्यो आइरहेको मिर्छ अप्रुभ अर्को बेलामा यो मस्ट हो यो दुइटा पनि ट्राई चाहिँ गर्नु वर्थ इट छ लास्टमा छ खायौँ बवाल भयो है त्यस्तो खतरा बवाल नि होइन है फेरि एक्सपेक्टेसन भर्सेस रियालिटी अवस्था भएर आउँदा चाहिँ होइन तर मिठो चाहिँ एकदम मिठो लाग्यो अनि त्यो एक्सपेक्टेसन भर्सेस रियालिटी भएन हामीलाई अब हाम्रो एक्सपेक्टेसन त्यही अनुसार थियो त्यही लसुनको चाहिँ अलिक बढी भयो अदुवा लसुनको चाहिँ त्यो कसलाई मनपर्छ मन पर्दैन भन्ने कुरा हो त्यो अलिक कम भएको भए झन् मिठो हुन्छ अनि यहाँ अरूले चाहिँ मामा चौचौ ढुङ्ग्री हालेर देखाइरहेको थियो क्या अब हामी त ट्राई गरेनौँ त्यस्तो खासै अब डर लाग्छ मलाई त्यस्तो ट्राई गर्न मजा आउनु नि त अलिक फरक हुन्छ त्यो भएर ल अब निस्किन्छौँ हामी भाटभटिनी बेसमार्क देखेको मैले त अब चाहिँ पार्कतिर जानुभन्दा त्यही ठिक विथ द एक्सपेक्टेसन अफ पोखराको नाइट लाइफ एन्ड एडभेन्चर सुरुमा त हल्का नरमाइलो पो हो कि जस्तो लागिरहेको बट एट द इन्ड अफ द डे यताको भाइब फुड एन्ड टुकटुकले छुट्टै आनन्द दिइरहेको थियो सबै ठाउँ एउटै हुँदैनन् भन्ने कुरा बल्ल फिल भयो बच्चाहरूलाई सपिङ एक्सपिरियन्स हुँदैछ हाम्रोतिर नि यो चाहिँ हेर्नुपर्ने है यो एउटा सोसियलाइज हुनलाई अलिकति खतरा हुन्छ नि त सुट चाहिँ राम्रै छ अब यहाँ एउटा क्याफे रहेछ तर साउन्ड आउँदैन होला है म चाहिँ अहिले एउटा यो क्याफेमा आएको छु होइन ओलिभ्स क्याफे हो नि अनि यो रोड हो कि मेन रोड हो अनि हाम्रोतिर यस्तो भएको भए त यहाँ अहिले धुलो छपक्कै यत्रो बाक्लो धुलो भइसक्यो हाम्रो यहाँ अहिले यत्रो धुलो भइसक्यो हुन्थ्यो छपक्कै यत्रो बाक्लो भइसक्यो हुन्थ्यो होइन अब यहाँ झन् एउटै धुलै छैन क्या पोखरा जस्तो छ अब बसहरू धेरै छैन
उयो टुकटुक हो त्यहाँ माथि बाटो सब राम्रो छ अनि क्लिन के सफा छ सब अब हाम्रोतिर यस्तो त कहिले नै हुँदैन ल जो कन्सेप्ट चाहिँ राम्रो छ भने यहीँ के अब यहाँ पनि बस्न मिल्यो यता भयो अनि उता भित्र पनि छ अब एकछिन यहाँ रेस्ट गर्छौँ अनि अब अरू ठाउँ खै अब यहाँ यही मार्केट अलिकति घुमेर अनि होटल जानु पऱ्यो होटल गएर अनि हाम्रो सामान होटलमै छ अब अनि त्यहाँबाट फेरि बस पार्क 1 बजे अब 2 घन्टा छ हामीसँग 3 बजे बस आउँछ त्यहाँ होइन हो कि अब 3 बजे त्यहाँबाट हिँड्दैन 3 बजीतिर पुग्छौँ हामी भर्खर यो है पहिला त सुन्यो तर हामीले ट्राई गरेको छैनौँ नि त म ट्राई गर्दैछु आज फर्स्ट टाइम होइन के को मकैको पिठो के को भनिरहेको थियो सफ्ट क्या सफ्ट टेस्टलेस छ टेस्टलेस छैन फर्स्ट बाइट भएर हो कि हामी काठमाडौँ पुग्न लागिसक्यौँ हामी 9:20 कटिसक्यौँ अहिले नागढुङ्गाको उकालो उक्लिँदैछौँ होइन काठमाडौँ पुग्न लाग्यौँ धरानबाट हिजो बेलुका 3 बजे 3:30 बजे गाडी चढेको हामी अहिले 7 बज्यो गाडी कस्तो अनकम्फर्टेबल नयाँ भए पनि कस्तो अनकम्फर्टेबल थियो भ्लग गर्ने मुड पनि आएन हिजो बेलुका खै के भयो बाटोमा केही खिच्छु भने सोच्थेँ खासै केही खिचेन अब राम्रै भयो ट्रिप फर्स्ट टाइम यत्रो लामो बाटो थियो होइन फर्स्ट टाइम तराई थियो अब तरान पोर्टको लागि गएको त्यो ड्राई थुक्पाको लागि गएको मेन त्यसकै लागि गएको दुइटै भाउ हाल्थ्यो विराटनगरमा खासै केही थिएन इटहरी विराटनगरमा खासै केही पनि थिएन त्यस्तो जोगबनीमा सपिङ भयो वर्थ इट नै भयो जोगबनी गएको पनि अरू त खासै केही त्यस्तो थिएन अब हाम्रो एक्सपेक्टेसन पोखरा जस्तो भयो नि त अब त्यस्तो नाइट लाइफ थिएन के थिएन अलिकति झ्याउ त लागेको थियो तर ओभरअल हेर्दा सबै कुरा रमाइलो भयो यो भिडियो कहिले हाल्छु थाहा छैन मलाई तर चाँडै हाल्छु अब आजबाट न्यू डे न्यू ब्लग गुड मर्निङ हजुर वेलकम टु माई न्यू भिडियो न्यू डे न्यू ब्लग म काठमाडौँ आउँदैछु सम्झना जिन्दगानीको कश्मीर पछेरी दार्जिलिङको रेल लामसाइली सदाउँदै सेतै फुली प्याँडै फुली बाँचिरहनु होला सेतै मुली प्याँडै फुली बाँचिरहनु होला गाइने भाइले दिएको आसिना पनि जाला हजुरहरूको घर काल कष्ट रोग भयो सबै गर्न जाला हजुरहरूको घर काल कष्ट रोग भयो सबै गर्न जाला हजुरहरूका छोरा नाति परिले कि बिदा मान्नु होला गाइने भाइले दिएको आसिना पनि जाला पशुपति नाथले रक्षा गर्नु होला काँचो पाती कोइन हजुर काँचो पाती कोइन हाम्रो पेसा यस्तै भयो गाह्रो मान्ने छैन हाम्रो पेसा यस्तै भयो गाह्रो मान्ने होइन शिरको दैवी तैन हजुर शिरको दैवी तैन शिरको दैवी तैन हजुर शिरको दैवी तैन 100-200 दिएर गाह्रो मान्ने होइन 100-200 भनेको त हराएर जान्छ 100-200 भनेको त हराएर जान्छ गाइने भाइलाई दिएपछि नाम चलाउँदै जान्छ बारी राम्रो तोरीले खेत राम्रो धानले बारी राम्रो तोरीले खेत राम्रो धानले हजुरहरूलाई रक्षा गरौँ शिव भोगमा
कलौटे जोडी पढ्यो जोडी पढ्यो माया गालैमा मिलाइदेऊ माया गरेबा जोडी पढ्यो माया गालैमा मिलाइदेऊ माया गरेबा लैजा मुसी लैजा अनि अगाडि अनि पछाडि अनि दायाँ अनि हल्ला पुटा हल्ला अनि दायाँ अनि लैजा धरान लैजा अनि लैजा कानबाट लैजा अनि